नमस्कार साथीहरू, आज माघ 20 गते आज नेप्से 2683 पोइन्टमा पुगेको छ र आज नेप्सेमा फेरि केही गिरावट भएको हामीले हेर्न सकिरहेका छौँ। त्यो गिरावट भनेको लगभग 12 पोइन्टको गिरावट रहेको छ र पर्सेन्टेजमा हेर्दाखेरि 0.47% रहेको छ। र आज हेर्दाखेरि केही सेक्टरहरू चाहिँ अलिक नराम्रो चाहिँ पर्फर्म गरेको छ होइन। त्यो सेक्टरहरू हेर्दाखेरि आज सबसे ज्यादा चाहिँ गिरावट भनेको आज फाइनेन्समा भएको छ, त्यस्तै हाइड्रो पावर इन्डेक्समा पनि 1% लगभग भएको छ यो दुवै सेक्टरमा। त्यस्तै ब्याङ्किङमा नि आज अलिक 0.63% भनेको नेप्से भन्दा नि आज बढी गिरावट ब्याङ्किङमा भएको छ। सो आज हेर्दाखेरि यो तीनवटा सेक्टर होइन, अनि त्यस्तै डेभलपमेन्ट ब्याङ्किङमा पनि आज नराम्रो चाहिँ यहाँ भएको छ है त गिरावट। त्यस्तै पोजिटिभ चाहिँ आज होटललाई चाहिँ आज हामीले लिन सक्छौँ, त्यस्तै म्यानुफ्याक्चरिङ सेक्टरलाई नि पोजिटिभली लिनुपर्ने हुन्छ। सबसे ज्यादा चाहिँ पोजिटिभ आज चाहिँ यो होटल सेक्टर रहेको छ। होटल सेक्टरमा केही पुराना कम्पनीहरूमा चाहिँ आज राम्रो चाम देखिएको छ होटल सेक्टरमा। त्यस्तै अरू जुन सेक्टरहरू नन लाइफ, लाइफ इन्सुरेन्स, माइक्रो फाइनेन्स होइन, इन्भेस्टमेन्ट यी कम्पनी सेक्टरहरूमा चाहिँ आज सामान्य गिरावट भएको छ। त्यस्तै अब हामी लाग्छौँ एकचोटि यो नेप्सेको टेक्निकल एनालाइसिसबाट है त। सो अहिले हामी हेर्दाखेरि अहिले नेप्से चाहिँ अप ट्रेन्डमै होइन, अप ट्रेन्डमै यहाँ रहेको छ र हायर हाई बनाउँदै अहिले चाहिँ माथि गएको हामीले हेर्न सकिरहेको छ। त्यस्तै अब केही दिनदेखि लगभग 7-8 दिनदेखि चाहिँ करेक्सन लिइरहेको हामीले हेर्न सकिरहेछौँ। त्यस्तै अहिले हेर्दाखेरि यो जुन आज जुन क्लोजिङ भएको पोइन्ट हो, त्यो पोइन्ट हेर्दाखेरि एउटा राम्रो डिमान्ड जोनमा रहेको छ र अस्तिको यो जुन एउटा एसेन्डिङ ट्रायङ्गल, यहाँ एउटा एसेन्डिङ ट्रायङ्गल यहाँ बनिरहेछ नेप्सेमा होइन, हो त्यो ब्रेकआउट पछि यहाँ माथि गएको थियो होइन। अब यहाँ माथि गएपछि अब के यहाँबाट रिट्रेस गर्न आएको हो कि जस्तो यहाँबाट देखिन्छ है त। सो अब यसलाई चाहिँ हामीले डिमान्ड जोनको रूपमा लिनुपर्ने हुन्छ, किनभने यही रेजिस्टेन्सलाई चाहिँ अस्ति ब्रेकआउट गरेको थियो हो। अब जुन रेजिस्टेन्सलाई चाहिँ पहिला ब्रेकआउट गरेको थियो हो, त्यो चाहिँ अब रेजिस्टेन्स चाहिँ अब हाम्रो यो सपोर्ट जोन रहनेछ। सो अबको यो सपोर्ट जोनलाई चाहिँ हामीले राम्रोसँग वाच गर्नुपर्ने हुन्छ र यो डिमान्ड जोन एकदम राम्रो छ है त अहिले। सो अहिले चाहिँ बेच्दाखेरि अलिक रिस्क हुन सक्छ। अब यो डिमान्ड जोनमा चाहिँ सेलिङ गर्दाखेरि अलिक रिस्क हुन सक्छ जस्तो मलाई लाग्छ है त। र भोल्युम हेर्दाखेरि आज भोल्युम चाहिँ राम्रै आएको छ, त्यो भनेको लगभग 8.63 अर्ब जतिको आएको छ भोल्युम। त्यो भनेको एकदम राम्रो भोल्युम हो होइन। हिजोभन्दा कि आज अलिक बढी आएको छ, तथापि यो दुवै लगभग सेम सेम नै हामी भन्न सक्छौँ है त। लगभग यो दुवै सेम नै हो जस्तो भन्न सक्छौँ है त। त्यस्तै आज गिरावटमा चाहिँ हेर्दाखेरि केही आज फेरि आइपिओ कम्पनीहरूमा चाहिँ गिरावट भएको छ। त्यसमा चाहिँ सान्भी, प्योर होइन, त्यस्तै यहाँ टिभी यो टिटिएल जस्ता कम्पनीहरूमा गिरावट भएको छ। त्यस्तै यहाँ एसएसएचएल, ऊर्जा, एचडिएचपिसी, टिभिसिएल, युएनएचपिएल, एनडब्ल्युसिएल जस्ता कम्पनीहरूमा आज अलिक ठुलो गिरावट भएको हामीले हेर्न सक्छौँ। त्यस्तै आज बढेको कम्पनीहरूमा हेर्दाखेरि आज होटल सेक्टरको केडिएलमा चाहिँ सर्किट लागेको छ। त्यस्तै पिएमएचपिएलमा चाहिँ 5%को वृद्धि भएको छ। त्यस्तै रावा, एसवाइपिएनएल, सिटी, वरुण, एनएबिबिसी, ओएचएल, टिआरएस र सेलमा चाहिँ आज राम्रो वृद्धि भएको छ। त्यस्तै टप टर्नओभरमा हेर्दाखेरि आज एसवाइपिएनएल, एकेजेसिएल, युएनएचपिएल, पिपिएल, बन्दीपुर, वरुण, सेल, एनएबिबिसी, राधे र एनजिपिएल टप। सो अब हामी एकचोटि यो जुन टप गेनर, टप लुजर र टप टर्नओभरमा रहेका कम्पनीहरू छन्, त्यसबाट चाहिँ हामीले केही कम्पनीहरू सिलेक्ट गरेको छौँ र त्यसको चाहिँ हामी टेक्निकल एनालाइसिस गर्नेछौँ है त। सो सुरुमा हामी टेक्निकल एनालाइसिसको एसवाइपिएनएलबाट गर्छौँ है त। एसवाइपिएनएलमा के भएको छ त, एसवाइपिएनएलमा हेर्दाखेरि अहिले राम्रो वृद्धि भएको छ होइन। हिजो चाहिँ राम्रो वृद्धि भएको थियो, आज पनि आज ठिकै भएको छ होइन वृद्धि, तर यहाँ हायर प्राइस रिजेक्ट गरेको छ हो। अस्तिको यही रेन्जतिर चाहिँ रिजेक्ट भएको थियो होइन, प्राइस यहाँ पनि रिजेक्ट भएको थियो, यहाँ पनि आज रिजेक्ट भएको। सो अहिले हेर्दाखेरि बायरहरूलाई चाहिँ अलिक रिस्क हुन सक्ने देखिन्छ यहाँबाट, किनभने यहाँको अस्तिको यो सपोर्ट रिजनलाई चाहिँ ब्रेक गरेको थियो है त। अब ब्रेक गरेपछि अब यसको प्राइस पनि हेर्दाखेरि 2000 भन्दा चाहिँ बढी गइसकेको छ र अलिक धेरै नै प्राइसको गइसकेको छ कि जस्तो हामीलाई लाग्छ है त। सो अब हेर्दाखेरि यो जुन अहिले एउटा रेजिस्टेन्स फेस गर्ने ठाउँ भनेको यही जोन रहेको छ। त्यो हेर्नु, यो जोन भनेको लगभग रेजिस्टेन्स फेस गर्ने ठाउँ हो है त एसवाइपिएलमा। सो जबसम्म यो बिचमा एसवाइपिएलको प्राइस रहेको छ त्यति बेलासम्म चाहिँ वेट एन्ड वाच गर्दा नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ है त। बायरले चाहिँ यो रेजिस्टेन्सलाई चाहिँ ब्रेकआउट गरेपछि चाहिँ बाइङ गर्नु होला होइन। र यो जुन सपोर्ट मैले बनाएको छु हो, यसलाई चाहिँ ब्रेक गरेर तल गयो भने चाहिँ अब चाहिँ यो सपोर्टलाई चाहिँ ब्रेक गरेर गयो भने चाहिँ सेल गर्नु होला है त। अहिले बायर र सेलरको लागि यही कन्डिसन रहेको छ र जबसम्म यो बिचमा छ त्यति बेलासम्म चाहिँ वेट एन्ड वाच गर्नु है त।
होल्ड नै गर्दा हुन्छ अहिले पनि है त। त्यस्तो धेरै नेगेटिभ पनि भएको छैन एसआइपिएल अहिले हेर्दाखेरि, राम्रै वृद्धि भएको छ यसमा पनि। सो वेट गर्नु होइन, र मिनिमम यो सपोर्टलाई चाहिँ ब्रेक गर्यो भने चाहिँ सेल गरिदिनु होला है त। एसवाइपिएलमा अहिलेको लागि चाहिँ त्यही हो। त्यस्तै एकेजेसएल हेर्दाखेरि एकेजेसएलमा के भएको छ, एकेजेसएलमा पनि 3 दिनदेखि चाहिँ हायर प्राइस रिजेक्ट गरेको क्यान्डल बनिरहेको छ। आज हेर्दाखेरि बढी चाहिँ एकदम सानो बढी बनेको छ। सो अब यहाँबाट केही फल हुन्छ कि जस्तो हामीले यहाँबाट अनुमान गर्न सक्छौँ है त, यहाँबाट एकेजेसएलमा। सो प्रफिट बुकिङ गर्दा चाहिँ 50% चाहिँ प्रफिट बुकिङ गर्दा हुन्छ जस्तो मलाई लाग्छ है त। एकेजेसएलमा मिनिमम 50% चाहिँ क्वान्टिटी चाहिँ बेच्नु होला होइन, मलाई त्यस्तै लागिरहेछ अहिले यहाँबाट। र मिनिमम अब अहिले अब बाइङ गर्दाखेरि अलिक रिस्क हुन्छ नसक्छ कि जस्तो मलाई लाग्छ है। सो अब बाइङ गर्दाखेरि अब यो रेन्जतिर यदि आयो भने हो, यो डिमान्ड जोनतिर आयो भने चाहिँ बाइङ गर्दा हुन्छ। त्यो भनेको लगभग 270 आयो भने चाहिँ बाइङ गर्दा हुन्छ। अब यहाँबाट बाइङ गर्दाखेरि अलिक रिस्क हुन्छ कि जस्तो मलाई लाग्छ है त। अल टाइम हाईमा रहेको यो कम्पनी हो, सो बाइङ अलिक रिस्की हुन सक्छ। त्यस्तै युएनएचपिएलमा हेर्दाखेरि भोल्युम चाहिँ आज राम्रै आएको छ, र आज एउटा बेरिस क्यान्डल बनाएको छ है त युएनएचपिएलमा। बेरिस क्यान्डल बनाएको छ। अब यसको मिनिङ के छ त युएनएचपिएलमा, अहिले पनि हेर्दाखेरि यो यो जुन मैले अस्ति बनाएको थिएँ नि हो, यो चाहिँ मैले बनाएको थिएँ किनभने यो चाहिँ रेन्जलाई चाहिँ यदि ब्रेकआउट क्लियर ब्रेकआउट गर्यो भने चाहिँ मैले भनेको फुल कन्फर्मेसन बाइङको लागि चाहिँ यो रेन्जलाई चाहिँ ब्रेकआउट गर्नुपर्ने हुन्छ। तर यसले चाहिँ अहिले पनि कन्फर्मेसन होइन ब्रेकआउट चाहिँ गर्न सकेको छैन। सो फुल कन्फर्मेसनको लागि अहिले पनि वेट गर्नुपर्ने हुन्छ। यदि सर्ट टर्ममा चाहिँ लिनु भएको छ भने चाहिँ यही क्यान्डलमा चाहिँ मैले बाइङ गर्नु भनेको थिएँ है त, किनभने यही ट्रेन्ड लाइन चाहिँ ब्रेक गरेको थियो होइन यही क्यान्डलमा, र भोल्युम पनि राम्रो आएको थियो हो। त्यही भएर मैले चाहिँ सर्ट टर्ममा लिने हो भने चाहिँ यहाँ बाइङ गर्दा हुन्छ होइन। मिड टर्ममा लिने हो भने फुल कन्फर्मेसनको लागि वेट गर्नुपर्ने हुन्छ। त्यो भनेको लगभग यो रेन्जलाई चाहिँ ब्रेकआउट गर्नुपर्ने हुन्छ विथ भोल्युम। त्यस्तै अब पिपिएलमा के भएको छ त, पिपिएलमा चाहिँ हिजो राम्रो वृद्धि भएको थियो र आज पनि ठिकै भएको छैन। आज केही इन्डिसिजन क्यान्डल यहाँ बनाएको छ होइन, इन्डिसिजन क्यान्डल नै भनौँ, त्यति पनि छैन इन्डिसिजन जस्तो। तर जस आज थोरै वृद्धि मात्र भएको छ, हायर प्राइस रिजेक्ट गरेको छ र लोवर प्राइस पनि रिजेक्ट गरेको छ। त्यस्तै अहिले हेर्दाखेरि अहिले पनि हामीले यहाँसम्म टार्गेट चाहिँ राख्न सक्छौँ। पिपिएल यदि किन्नु भएको छ भने यो रेन्जतिर यदि किन्नु भएको छ भने अहिले पनि टार्गेट यहाँसम्म राख्न सक्ने देखिन्छ। पिपिएलमा होल्ड नै गर्नु होला, भोल्युम चाहिँ अहिले पनि राम्रै आइरहेको छ। त्यस्तै यहाँ एउटा राम्रो हायर हाई पनि कन्फर्म भएको थियो, यो रेन्जलाई चाहिँ ब्रेकआउट गरेर माथि गएको थियो होइन। यही एउटा राम्रो र्याली आउँछ कि जस्तो हामीले भनेको थियौँ यही रेन्जतिर होइन। सो अहिले जे होस् होल्ड गर्दा हुन्छ। अहिले चाहिँ लङमा हेर्दाखेरि एउटा यो ठुलो ट्रेन्ड लाइन भन्दा चाहिँ माथि गएको छ। सो होल्ड गर्नु होला, अहिले होल्ड गरेर यसमा चाहिँ रिस्क लिन सक्ने देखिन्छ है त। पिपिएलमा सेलिङ गर्न हतार नगर्नु होला पिपिएलमा अहिले। त्यस्तै बन्दीपुरमा के छ त, आज होटलमा चाहिँ एकदम राम्रो मुभ आएको छ होइन। सो बन्दीपुर यदि होल्ड गर्नु भएको छ भने अहिले बेच्न चाहिँ हतार नगर्नु होला बन्दीपुरमा। अहिले पनि यो हायर हाईमै रहेको यो स्टक हो, यहाँ पनि हाई बनाएको थियो। यो करेक्सनलाई चाहिँ करेक्सन सकेपछि एउटा राम्रो हाई बनायो, फेरि यहाँ करेक्सन सकेर फेरि एउटा नयाँ हाई बनाउँछ कि जस्तो यहाँबाट देखिन्छ है त। र ट्रेन्ड लाइन भन्दा नि अहिले माथि छ है त। सो अहिले चाहिँ वेट गर्नु होला है त। सेलिङ गर्नुभन्दा चाहिँ अहिले चाहिँ वेट गर्नु होला यदि बेच्नु भएको छैन भने। यदि बेच्न चाहनुहुन्छ भने मिनिमम अबको लागि एउटा अर्को सेलिङ आउन सक्ने देखिने ठाउँ भनेको हो, यो लोलाई चाहिँ ब्रेक गरेर तल गयो भने चाहिँ एउटा अर्को सेलिङ आउन सक्ने देखिन्छ है त। त्यो भनेको 1028मा होइन। र बायरको चाहिँ स्टप लस हिट हुने पोइन्ट भनेकै यही हो है त अहिलेको लागि। यदि किन्नु पनि भएको छ भने यो रेन्जलाई चाहिँ स्टप लस राख्नु होला होइन। र सेलरको चाहिँ स्टप लस भनेको यही पोइन्ट रहेको छ हो, यसको लगभग 1170 पोइन्ट चाहिँ बायरको चाहिँ सरी सेलरको चाहिँ स्टप लस पोइन्ट हो अहिलेको लागि है त बन्दीपुरमा। त्यस्तै बरुणमा आज के भएको छ, बरुणमा चाहिँ आज राम्रो मुभ आएको छ होइन। सेटअप चाहिँ एकदम राम्रो बनेको छ है त बरुणमा। यो रेन्जतिर हेर्नु अहिले चाहिँ सेटअप चाहिँ राम्रै बनेको छ है त। भोल्युम पनि आज राम्रै आएको छ। सो होल्ड गरेर बस्नु होला अहिले जस राम्रै मोमेन्टम छ। आज यस्तो नेप्से गिरावट भएको बेला पनि आज राम्रो वृद्धि भएको थियो, 4.4%ले बढेको छ बरुणमा। सो होल्ड गर्नु होला अहिले। बाइङ गर्न पनि अहिले सकिने टाइपको यो होइन सेटअप चाहिँ बनाएको छ है त। तर ओभरअल हेर्दाखेरि बरुणमा चाहिँ यो स्टक चाहिँ अलिक रिस्की हुन्छ कि जस्तो मलाई लाग्छ है त। किनभने एउटा यो जुन एउटा इम्पोर्टेन्ट ट्रेन्ड लाइन जुन थियो नि होइन, हो त्यो ट्रेन्ड लाइन भन्दा चाहिँ तल गएको छ। सो अब यसमा चाहिँ लङ टर्ममा हेर्दै हुन्छ भने चाहिँ बाइङ पोजिसन चाहिँ लिन अलिक रिस्की हुन्छ कि जस्तो मलाई लाग्छ, लङमा यदि सोच्दै हुन्छ।
सर्ट टर्ममा हो भने चाहिँ अहिले बाइङ चाहिँ मोमेन्टम बनेको छ है त बरुणमा। त्यस्तै सेलमा नि के छ, एसवाइपिएलमा जसरी मैले एक्सप्लेन गरेको थिएँ त्यसमा पनि अबको लागि एउटा यो सेलमा चाहिँ अब चाहिँ यदि बेच्नु भएको छैन अब मिनिमम यो रेन्जसम्म वेट गर्नुपर्ने हुन्छ। त्यो भनेको 1318 भन्दा चाहिँ तल गयो भने चाहिँ एउटा अर्को सेलिङ आउन सक्ने देखिन्छ है त। यसलाई ब्रेक गरेर तल गयो भने त्यो फुल कन्फर्मेसन हुनेछ सेलमा चाहिँ। अहिले जे होस् यो यहाँ दुईटा स्ट्रङ नेगेटिभ क्यान्डल बनेको छ र आज पनि त्यो रेन्जमा चाहिँ गएपछि आज फेरि हायर प्राइस रिजेक्ट गरेको छ। सो बायरहरू चाहिँ अलिक वेट एन्ड वाच नै गर्नु होला है त, बाइङ गर्नु सक्दै हुन्छ। मिनिमम यो रेन्जलाई चाहिँ ब्रेकआउट गर्नुपर्ने हुन्छ है त। यो रेन्ज यो नेगेटिभ दुईटा क्यान्डल बनेको छ हो त्यसलाई चाहिँ ब्रेकआउट विथ भोल्युम चाहिँ हुनुपर्ने हुन्छ अनि त्यसपछि मात्र पोजिटिभ हुन सक्ने देखिन्छ है त। यदि यो रेन्जतिर किन्नु भएको छ भने होइन र यो रेन्जतिर यदि बेच्नु भएको छैन असले पनि हामी यसमा चाहिँ वेट गर्न सक्ने देखिन्छ है त सेलमा। त्यस्तै केडिएल है त, केडिएलमा के भएको छ, केडिएलमा चाहिँ आज बुलिस क्यान्डल सहित होइन सर्किट लागेको छ आज होइन र यो लो रिजनमा चाहिँ आज सर्किट लागेको छ। त्यो हेर्नु यो रेन्जतिर लागेको छ है त सर्किट। सो अहिले जे होस् यहाँसम्म टार्गेट राख्न सकिन्छ कि जस्तो यहाँबाट देखिन्छ है। त्यो भनेको लगभग 1025सम्मको टार्गेट यहाँबाट राख्न सक्ने देखिन्छ है त केडिएलमा। सो आज बाइङ गर्नु भएको छ भने यहाँसम्म टार्गेट राख्न सकिने देखिन्छ है त केडिएलमा। यो रेन्जसम्म 120 125सम्ममा टार्गेट राख्न सक्ने देखिन्छ र यो इन्टायर रेन्जलाई चाहिँ आज इन्गल्फ गरेको छ एउटा क्यान्डलले। सो मोमेन्टम चाहिँ एकदम राम्रो छ है त केडिएलमा। र अहिले पनि हेर्दाखेरि यो जुन एउटा ट्रेन्ड लाइन छ हो यो ट्रेन्ड लाइन चाहिँ अहिले भन्दा माथि नै छ। सो अब यहाँ किन्नु भएको रेन्जहरूमा साथीहरू यदि किन्नु भएको छ भने होल्ड गर्नु होला। केडिएलमा चाहिँ राम्रो मोमेन्टम आउन सक्ने देखिरहेछ है त। त्यस्तै पिएमएचपिएलमा हेर्दाखेरि पिएमएचपिएलमा पनि के छ आज राम्रो भोल्युम आएको छ है त। सो बाइङ गर्न सोच्दै हुन्छ भने अहिले चाहिँ वेट गर्नु होला है त। अहिले त्यस्तो हतार चाहिँ नगर्नु होला। यो एउटा ठुलो रेसिस्टेन्स यहाँ रहेको छ यो रेन्जतिर। सो यो रेन्जलाई चाहिँ क्लियर ब्रेकआउट गरेपछि मात्र बाइङ गर्न सोच्नु होला है त अहिले। सो हतार चाहिँ नगर्नु होला है त यो रेन्जमा बाइङ गर्न हतार नगर्नु होला पिएमएचपिएलमा अहिले। त्यस्तै त्यस्तै एउटा सानबीको पनि गर्छु है त। सानबीमा के छ त, सानबीमा चाहिँ मैले हिजो नि भनेको थिएँ है त यो वृद्धिलाई चाहिँ बेच्ने अवसरको रूपमा लिनु होला अहिलेको लागि है त। सो अब के आज गिरावट फेरि भएको छ एसवाइपिएलमा। सो ओभरअल हेर्दाखेरि यसको ट्रेन्ड लाइन चाहिँ ब्रेक गरेको छ है त। सो अलिक नेगेटिभ भएको छ सानबीमा। सो बेच्दाखेरि अलिक बाइङ गर्दाखेरि अलिक यहाँ रिस्क हुन सक्ने देखिन्छ है त। मिनिमम अब बाइङको लागि चाहिँ कम्तीमा 1014हरूलाई चाहिँ ब्रेक गर्नुपर्ने हुन्छ है त बाइङको लागि। कन्फर्मेसन यदि वेट गर्न चाहनुहुन्छ भने यहाँ यसलाई चाहिँ ब्रेक गरेर माथि जानुपर्ने अथवा यो ट्रेन्ड लाइन भन्दा चाहिँ माथि सस्टेन यसको प्राइस गर्नुपर्ने हुन्छ है त सानबीमा। त्यस्तै एसएसएचएलमा के छ त, एसएसएचएलमा हेर्दाखेरि आज भोल्युम दुई दिन चाहिँ एउटा राम्रो भोल्युम आएको थियो है त। र अब गिरावटमा चाहिँ भोल्युम त्यस्तो धेरै आइरहेको छैन। सो एसएसएचएललाई चाहिँ अहिले वेट गर्दा हुन्छ है त। सेलिङ गर्न सोच्दै हुन्छ भने वेट गर्नु होला अहिलेको लागि है त। फुल कन्फर्मेसनको लागि अहिलेको लागि यो रेन्ज हो है त। यो रेन्जलाई चाहिँ अहिले सपोर्ट रिजनको रूपमा लिन सकिन्छ हो। यहाँसम्म आएर फेरि यहाँबाट बााउन्स ब्याक गर्न सक्ने देखिन्छ। भोल्युम किनभने किन्दाखेरि अलिक राम्रै भोल्युम आएको छ र बेच्दाखेरि चाहिँ त्यस्तो धेरै भोल्युम आएको छैन। सो वेट गर्न सकिन्छ है त। बेच्न चाहिँ हतार नगर्नु होला र अहिले चाहिँ मिनिमम यो रेन्जसम्म चाहिँ जान सक्ने देखिन्छ है त यो एसएसएचएल। सो वेट गर्नु होला है त बेच्न सोच्दै हुन्छ। सो आजको यस भिडियोमा यति नै थियो। यदि भिडियो चाहिँ मन परेको छ भने प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला र यस भिडियोलाई लाइक गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो।